दर्शकबिन नमस्कार। हामी विशेष चर्चाको साथमा यहाँहरू माझ उपस्थित भएका छौँ। म राजकुमार यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्छु। प्रभावशाली र चर्चित नेता हारेका विगतका चुनावको सन्दर्भमा केही हामी चर्चा परिचर्चा गर्न लागिरहेका छौँ। भावी प्रधानमन्त्रीका आकाङ्क्षीहरूमध्येका दुईजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बालन एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहिरहेको अवस्था रहेको छ। आगामी फागुन 21 गते हुने निर्वाचनको मत परिणाम आउँदा झापा निर्वाचन क्षेत्र 5बाट ओली र बालन मध्ये कम्तीमा एकजना पराजित हुने निश्चित रहेको छ र अरू पनि प्रतिस्पर्धी भएको कारणबाट दुवै पराजित पनि हुन सक्छन् वा दुई मध्ये एक पराजित भएर एकले जित्न पनि सक्ने सम्भावना रहिआएको छ। र 4 पटक प्रधानमन्त्री बनिसकेका ओली नेकपा एमालेका अध्यक्ष हुन् भने बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेका छन्। र नेपालका इतिहासमा राजनीतिक दल वा सरकारको उच्च पदमा रहेका व्यक्ति पराजित भएका कयौं चुनावहरू रहेका छन्। भालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामी यहाँ केही चर्चा परिचर्चा गर्न लागिरहेका छौँ। गणेश मानसँग पुष्पलाल हारेको चुनावको सन्दर्भमा चर्चा गरौँ। नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक योद्धाका रूपमा चिनिएका गणेश मान सिंह एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए र विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा तत्कालीन काठमाडौँ क्षेत्र नम्बर 1 मा प्रतिस्पर्धा गरेका दुई नेतामध्ये कम्युनिस्ट पार्टीका संस्थापक श्रेष्ठ सिंहसँग हारेको इतिहास रहेको छ र गणेश मानले 3000 जति मतान्तरले पुष्पलाललाई पराजित गरेका थिए। त्यति बेला तत्कालीन नेकपाका केशर जङ रायमाझी नेतृत्वमा रहेका थिए। पाल्पाबाट चुनाव लडेका पार्टी महासचिव रायमाझी पनि पराजित भएको पत्रकार तथा उपप्राध्यापक जगत नेपालले आफ्नो पुस्तक पहिलो संसद बीपी महेन्द्र टकराफमा उल्लेख गर्नुभएको छ। र त्यो चुनावमा पूर्व प्रधानमन्त्रीहरू केआई सिंह र टङ्करप्रसाद आचार्य पनि पराजित हुनुभएको थियो। काङ्ग्रेसले दुई तिहाई ल्याउँदा बीपी सुवर्ण शमशेर र गणेशमान पछिका प्रतिष्ठित नेता सूर्यप्रसाद उपाध्याय पनि दुवै क्षेत्रबाट पराजित भएको नेपालले बताएका छन् आफ्नो पुस्तकमा। र त्यसबेला 9वटा पार्टी रहेका थिए। अहिले त धेरै पार्टी रहेका छन्। त्यसबेला 9वटा पार्टी रहेका थिए 2015 सालमा र बीपी बाहेक सबै पार्टी का प्रमुख हारेका थिए भनौँ। बीपी कोइराला बाहेक, विश्वेश्वर प्रसाद कोइराला बाहेक सबै चाहिँ हारेको अवस्था रहेको थियो। आम निर्वाचनको अघिल्लो वर्ष 2014 जेठमा काठमाडौँमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट केशर जङ रायमाझी नेतृत्वमा पुगेका थिए। तर नेकपाले संस्थापक श्रेष्ठको संविधान सभा र गणतन्त्रको नारासहितको राजनैतिक दस्तावेज पारित गरेको थियो। विक्रम सम्वत 2017 पुस 1 गतेको राजा महेन्द्रको कदमलाई रायमाझीले प्रगतिशील कदम भनेर स्वागत गरेपछि नेकपामा विभाजन समेत भएको अवस्था रहेको थियो। यस्तै मदन र विद्यासँग किशुनजीको पनि पराजय भएको थियो र तत्कालीन राजा महेन्द्रले बहुदलीय संविधान नै परिवर्तन गरेपछि पञ्चायतकालभरि देशमा बहुदलीय प्रतिस्पर्धाको चुनाव भएन। तर 2043 सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा बद्री प्रसाद मण्डलले 2007 सालको आन्दोलनपछि पहिलो प्रधानमन्त्री बनेका चर्चित नेता मातृप्रसाद कोइरालालाई पराजित गराएका थिए भने विक्रम सम्वत 2047 सालमा बहुदलीय व्यवस्थासहितको संविधान बनेपछि 2048 सालमा भएको निर्वाचनमा पनि तत्कालीन प्रधानमन्त्री नै पराजित भएका थिए। संयोग के थियो भने 2015 को जस्तै निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर 1 मा काङ्ग्रेस र कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा भएको थियो र तत्कालीन प्रधानमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका संस्थापक तथा कार्यवाहक सभापति कृष्णप्रसाद नेकपा एमालेका लोकप्रिय महासचिव मदन भण्डारी एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए र तीव्र प्रतिस्पर्धाका बीच उक्त निर्वाचनमा 100 भन्दा कम मतान्तरले भण्डारी निर्वाचित भएको इतिहास रहेको छ। त्यसको 2 वर्षपछि चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा मदन भण्डारीको मृत्यु भएपछि काठमाडौँ 1 मा उपनिर्वाचन भयो र नेपाली काङ्ग्रेसको 2048 फागुनमा झापामा भएको महाधिवेशनबाट भट्टराई पार्टी सभापति चुनिएका थिए र पार्टी पङ्क्तिमा किशुनजी भनेर बोलाइने भट्टराईका लागि त्यो उपनिर्वाचन पनि अनुकूल बनेन। यो पटक पनि मदन पत्नी विद्या भण्डारीसँग भट्टराई
पराजित हुन पुगेका थिए। त्यो निर्वाचनमा भट्टराईको पराजय हुनुमा पनि उनको पार्टीभित्र गिरिजाप्रसाद कोइरालासँग देखिएको शक्ति सङ्घर्ष एउटा कारण रहेको लेखक नेपाल बताउनुहुन्छ। र किशुनजीका प्रचारकहरूले गिरिजाबाबुलाई संसदीय दलको नेताबाट हटाउने भनेर आक्रामक प्रचार गरेको भएर त्यो बेला गिरिजाबाबुको पक्षले किशुनजीलाई चुनाव हराएको भन्ने आरोपै लागेको समेत उनी बताउँछन्। तर 2048 सालको चुनावमा चाहिँ पार्टीभित्रको समस्या थिएन। र यस क्रममा माधव नेपालको दोहोरो पराजय पनि यहाँहरूमाझ चर्चा गरौँ। सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका निभाएका तत्कालीन नेकपा एमालेका महासचिव रहेका माधव कुमार नेपाल 64 सालको पहिलो संविधान सभा निर्वाचनमा निकै चर्चामा समेत रहेका थिए। एमालेको नेतृत्व गरिरहेका नेपालका लागि त्यो निर्वाचन भने भारी परेको थियो। अर्थात् नेपालले उम्मेदवारी दिएका काठमाडौँ 2 र रौतहट 1 दुवै ठाउँबाट उनी पराजित भएका थिए। नेपाललाई दुवै ठाउँबाट राजनीतिमा चर्चामा नभएका उम्मेदवारले पराजित गरेका थिए। काठमाडौँमा नेपाललाई माओवादीका झक्कु सुवेदीले पराजित गरेका थिए भने रौतहटमा स्वतन्त्र उम्मेदवार बबन सिंहले पराजित गरेका थिए। निर्वाचनमा पराजित भए पनि नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मनोनयन गर्ने कोटाबाट संविधान सभाको सदस्य बनाएको थियो र सरकारको सिफारिसबाट संविधान सभामा प्रवेश गरेको 1 वर्षभन्दा कम समयमै नेपाल प्रधानमन्त्री बन्न सफल भएका थिए। र चर्चित नेताहरू पराजित भएको चुनावको सन्दर्भमा 2064 सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा विद्रोहबाट शान्ति प्रक्रियामा आएर आफ्नो पहिलो पटक संसदीय चुनावमा भाग लिएको माओवादीले यो प्रत्यक्षतर्फ आधा सिटहरूमा जित हासिल गरेको थियो। माओवादीका नेताहरूसँग यो चुनावमा पूर्व प्रधानमन्त्री तथा लोकतान्त्रिक तत्कालीन जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा लगायतका कयौं दलका प्रमुख नेताहरू नै पराजित भएका थिए। उक्त चुनावमा एमालेका तत्कालीन समयमा कुनै पदीय जिम्मेवारीमा नभए पनि प्रभावशाली नेता मानिने हालका एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पराजित भएका थिए। उनलाई माओवादीका कुमार लिङदेनले झापाबाट पराजित गरेका थिए। झापामै तत्कालीन गृहमन्त्री कृष्ण सिटौला माओवादीका पूर्णप्रसाद राजवंशीसँग पराजित भएका थिए भने यो निर्वाचनमा काङ्ग्रेसको उपसभापति रहेका सुशील कोइराला पनि बाँकेबाट पराजित भएका थिए। गृह जिल्ला बाँके 3मा उम्मेदवार बनेका रहेका कोइराला मधेसी जनअधिकार फोरम र माओवादीका उम्मेदवार भन्दा पनि पछि परेका थिए भने विक्रम सम्वत 2064 को पहिलो संविधान सभा निर्वाचनमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा आफ्नै गृह जिल्ला धनकुटामा चौथो भएका थिए। लामो समय थापाले चुनाव जितिरहेका धनकुटामा त्यो चुनावमा माओवादीका हेमराज भण्डारी निर्वाचित भएका थिए। यो निर्वाचनमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणा पनि सिन्धुपाल्चोकमा दावा शेर्पासँग पराजित भएका थिए। लामो समयदेखि प्रतिस्पर्धा गर्दै आएको ठाउँमा राणा पराजित भएको घटना रहेको छ। यस्तै गरी मधेस आन्दोलनबाट तराई मधेस क्षेत्रमा उदाएका दुई प्रमुख दलमध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर पनि 2064 को निर्वाचनमा सरलाई 4बाट पराजित भएका थिए। उनलाई मधेस आन्दोलनबाट उदाएको अर्का दल मधेसी जनअधिकार फोरमका शिवपूजन यादवले पराजित गरेका थिए। ठाकुर दोस्रो संविधान सभा निर्वाचनमा भने त्यही ठाउँबाट काङ्ग्रेसका अमरेश कुमार सिंहसँग पराजित भएका थिए भने विक्रमसो 2051 सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा रहेकी विद्या भण्डारी 2064 को पहिलो संविधान सभा निर्वाचनमा पराजित भइन् भने पछि नेपालकी पहिलो राष्ट्रपति बनेकी भण्डारी उक्त निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4मा काङ्ग्रेसकी सुप्रभा घिम्रेसँग पराजित भइन् र उपप्राध्यापक नेपाल ठुला नेताहरू हार्दा संसदमा कमजोर हुने बताउँछन्। ठुला नेता हार्दा पार्टीहरूले सुरक्षित महसुस नगर्दा रहेछन्, त्यसकारण संसद चाहिँ कमजोर हुने रहेछ नेपालको भनाइरहेको छ। यता प्रचण्ड र रामचन्द्र पौडेलको पराजयको सन्दर्भमा थपिएको कार्यकालमा पनि नयाँ संविधान बनाउन नसकी पहिलो संविधान सभा विघटन भएपछि 2070 सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो र पहिलो संविधान सभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको माओवादीलाई मतदाताले दोस्रो संविधान सभामा तेस्रो स्थान दिए। पहिलोमा 2 स्थानबाट निर्वाचित भएर रोल्पाको निर्वाचन क्षेत्र छोडेका प्रचण्ड 2070 सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि दुवै ठाउँबाट उम्मेदवार बनेका थिए, तर प्रचण्ड काठमाडौँबाट पनि पराजित भए। सिरा 5बाट झिनो मतान्तरले निर्वाचित भएका कारण उनी संविधान सभामा आउने बाटो भने
रोकिएको थिएन। प्रचण्डलाई पनि काठमाडौँमा खासै चर्चा नभएको उम्मेदवारले पराजित गरेका थिए। पहिलो संविधानसभा निर्वाचनमा 10,000 भन्दा धेरै मतान्तरले निर्वाचित भएका प्रचण्डलाई राजेन्द्र कुमार केसीले दोस्रो संविधानसभामा पराजित गरे। यो निर्वाचनमा दाहाल काठमाडौँमा तेस्रो भएका थिए। त्यस्तै त्यो निर्वाचनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले 2 ठाउँबाट उम्मेदवारी दिएका थिए, तर सर्लाहीमा खनाल पराजित भए। इलाम क्षेत्र नम्बर 1बाट निर्वाचित भएका खनालको संविधानसभा यात्रा भने रोकिएर नेताहरूले 2 ठाउँबाट उम्मेदवारी दिएको कारणबाट मात्रै उहाँहरू चाहिँ निर्वाचित भएको अवस्था रहेको थियो। यसपटक पनि सबै नेताले एक ठाउँबाटै उम्मेदवारी दिनुभएको छ। यसो हुँदाखेरि एक ठाउँबाट हार्दा संसदमा जाने बाटो रोकिने अवस्था रहेको छ। र विक्रम सम्वत 2079 को अघिल्लो संसदीय निर्वाचनमा भने खनाल इलामबाट पराजित भएका थिए। इलामबाट महेश बस्नेतसँग उहाँ पराजित हुनुभएको थियो। अघिल्लो निर्वाचनमा 2/3 बहुमत नजिक मत पाएको माओवादी तेस्रो दल बनेपछि मतगणना बीचमै छाडेर माओवादी नेताहरूले पार्टी कार्यालय पेरिस टाढामा पत्रकार सम्मेलन पनि गरेका थिए। माओवादी केन्द्र जताततै पछि पर्दै गएपछि माओवादी केन्द्रले बहिष्कार नै गर्यो, गुरुङ सम्झन्छन्। कार्टर सेन्टरदेखि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि निष्पक्ष भयो भनिसकेका कारण उहाँहरूको धाँधली भयो भन्ने आवाज बिस्तारै कम हुँदै गयो, गुरुङको भनाइरहेको छ। नयाँ संविधान बनेपछि उम्मेदवारहरूलाई 2 स्थानबाट प्रतिस्पर्धा गर्न रोक लगाउने कानुन बन्यो। संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसका तत्कालीन उपसभापति रामचन्द्र पौडेलका लागि पनि महँगो पर्यो। हालका राष्ट्रपति पौडेल उक्त निर्वाचनमा तनहुँ 1बाट एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए। उक्त निर्वाचनमा राप्रपाका अध्यक्ष रहेका कमल थापा पराजित भए। हिन्दू राष्ट्र र राजतन्त्रको व्यवस्था नयाँ संविधानमा राख्न माग गरेर चर्चामा रहेका थापा मकवानपुर 1बाट पनि पराजित भएका थिए। 2 पार्टीका अध्यक्षको प्रतिस्पर्धा भएको अघिल्लो चुनावलाई पनि एकैछिन सम्झ्यौँ। विक्रमसँग 2079 सालको भएको अघिल्लो निर्वाचनमा मधेस केन्द्रित राजनीतिबाट उदाएका 2 पार्टीका अध्यक्षको प्रतिस्पर्धाका कारण रोचक बन्यो। हाल जसपा नेपालका अध्यक्ष रहेका उपेन्द्र यादव र पटक संसदीय निर्वाचनमा चुनावमा भाग लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत दुवै 72बाट पराजित भए भने यो चुनावमा यादवका लागि महँगो पर्यो। राउतसँग संसदीय निर्वाचनमा पराजित भएका यादव पछि 12-2मा भएको उपनिर्वाचनबाट भने सांसद चुनिए। अघिल्लो निर्वाचनमा पनि कयौँ स्थानमा दलका प्रभावशाली नेताबीच प्रतिष्ठाको लडाईँ देखिएको भन्दै गुरुङ चुनावी प्रक्रिया अधिकतम पारदर्शी बनाए मात्रै परिणाम विश्वसनीय र स्वीकार्य हुने बताउँछन्। निर्वाचन आयोगले ती क्षेत्रमा बढीभन्दा बढी ध्यान दिएर सुरु चरणदेखि नै मत परिणाम नआउँदासम्म चुनावी प्रक्रिया उच्च पारदर्शी र कानुनसम्मत बनाउँदै जानुपर्छ। त्यसो हुँदा मत परिणाममा तत्काल स्वीकार्यता नभए पनि फरक पर्दैन भन्ने 70 सालको चुनावको अनुभवले देखाउँछ। र मैले यो सामग्री विभिन्न प्लेटफर्मबाट साबर गरेको हो र यस क्रममा BBC यो नेपाली सेवा लगायतका युट्युब च्यानलहरूबाट पनि यो सामग्री उहाँहरूको न्युज पोर्टलहरू लगायतबाट यो सामग्री मैले साबर गरेँ। थ्याङ्क्स फर वाचिङ। नमस्कार।